ल साथी हो कि क्या हो 2 अक्टोबरदेखि चाहिँ एकदम 8-9 तारिकसम्म एकदम पानी छ, सतर्क रहनु सबैजना भनेर अस्ति जानकारी गराएको थिएँ। फेसबुक मात्र मार्फत नै जानकारी गराएको सुनेको थियौँ। मैले त पत्याएको थिइनँ, तर अहिले अचानक यो टिस्टा दार्जिलिङ एरियाबाट चाहिँ पानी अचानक आउँदैछ, निकै ठुलो पानी आउँदैछ। यो जति पनि तपाईँहरूले देख्नुहुन्छ नि, यो सेतो, यो चाहिँ सलिड पानी आएको हो, पानी आउँदैछ हो कि क्या हो जस्तो लाग्यो मलाई साथी हो। र तपाईँहरूलाई कस्तो लाग्छ यसो कमेन्टहरू गर्नुहोस् है। तर पानी त खोइ त्यो त आउँदा आउँदा हराएको जस्तो लाग्दैछ मलाई। हेर्नुहोस् यो सलिड सेतो यो पानी छ यहाँनिर। यहाँ हाम्रोपट्टि चाहिँ एकदम तकडा घाम लागिरहेको छ है, त्यो एरिया चाहिँ एकदम पानी आउँदैछ। अन्त जुन चाहिँ अहिले हामी बसेको एरिया चाहिँ खाली आकाश मात्रै फुस्रो भइरहेको छ, पानीको सुरसार छैन। हेर्नुहोस् है।